अहिले चाहिँ हामी इन्डियाको बोर्डर छिर्दैछौँ है। बोर्डरमा चाहिँ यस्तो प्याक छ, यहाँ चेक भइरहेछ। इन्डियाको बोर्डर छिर्दैछौँ अब। यस्तो प्याक छ यही। दिदीलाई बहुत धेरै रमाइलो लाग्यो। त्यही अब दिदीको यात्रा मङ्गलमय हो, दाइको पनि यात्रा मङ्गलमय हो। म दिदीलाई सिम कार्ड इन्डियाबाट लिएर 30-35 किलोमिटर खोजेर फेरि ल्याएर म बाटोमा खोजेर दियो। ल नमस्कार। वास्तवमा उहाँसँग हाम्रो भैरवबाबा भेट भएको थियो है। अनि भैरवबाबा भेट हुँदै भएपछि उहाँले बिचमा भन्नुभएको थियो के प्राकृतिक कुरा मिलेन, तर अहिले हामीलाई पछ्याउँदै आएर उहाँले सिम कार्ड दिनुभयो। त्यो पनि हामीलाई उपहार प्रदान गर्नुभयो। अनि अझ पैसा पनि दिनुभयो हामीलाई त। अब हामी कति सौभाग्यशाली। ठिक। नमस्कार। आज पहिलो दिन चाहिँ हामी भैरवादेखि फरेन्दा भन्ने ठाउँमा आइपुगेका छौँ। आज चाहिँ 48 किलोमिटर कुदाइएछ। भैरवादेखि हिँड्दा लगभग 2 बजेको थियो। यताउता के गर्दा त्यतिकै भयो हैन। 2 बजिसकेको थियो। 2 बजेदेखि हामी आज चाहिँ यहाँ आएर स्टे गरेका छौँ। यस्तो छ यहाँको मौसम चाहिँ पुरै हुस्से लागेको छ। आजको बसाइ यतै हो।